respected teachers, staffs and everyone present in the audience, I, Deepsika Nepali and I, Pallavi Phagami, will be the host of today's auspicious event. Today, we gather here to celebrate our 41st annual day, a day filled with joy, creativity and teamwork. This year has been incredible for all of us, filled with learning, fun and memorable experiences. Now, I would like to call Sri Prasad Adhikari sir to continue the program. Thank you. Principal, Vice Principal, सहकर्मी शिक्षक एवं शिक्षिका मित्रहरू, आज हामी 2081 साल फागुन 7 गते बाल विद्या मन्दिर माध्यमिक विद्यालयको 41औं वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोह सञ्चालन गर्न गइरहेका छौं। आजको यस कार्यक्रमलाई म औपचारिक रूपबाट यो कार्यक्रम सञ्चालन गर्न जाँदैछु। मैले आफ्नो व्यक्तिगत परिचयबाट आजको यो कार्यक्रम सञ्चालन एउटा अवधिभर म यो कार्यक्रम सञ्चालकको रूपबाट साथै केही विद्यार्थी बहिनीहरू पनि भाइ बहिनीहरू पनि मसँग साथमा रहनेछन्। म यसै विद्यालयको नेपाली विषय शिक्षक श्री प्रसाद अधिकारी आजको दिनभर आजको यो कार्यक्रम सम्पन्न नहुन्जेलसम्म यहाँहरूको वरिपरि रहेर मसँगै साथमा कार्यक्रम सञ्चालनको निम्ति साथ दिने विद्यार्थी भाइ बहिनीहरूलाई साथमा लिएर यो कार्यक्रम सञ्चालन आजको यो कार्यक्रम म सञ्चालन गर्नेछु। अब आज हामी औपचारिक रूपबाट आजको यस कार्यक्रमलाई म अगाडि बढाउन गइरहेको छु। 41औं वार्षिक उत्सव तथा पुरस्कार वितरण समारोह 2081 को अध्यक्षता ग्रहण गरिदिनु हुन विद्यालयका संस्थापक एवं सञ्चालक समितिका सदस्य श्री कृष्ण प्रसाद पौडेलज्यूलाई म हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरेर आसन ग्रहणकै क्रममा आजको यस हाम्रो कार्यक्रमका प्रमुख अतिथि शिक्षाविद, अर्थविद, पृथ्वीनारायण क्याम्पस पोखराका पूर्व क्याम्पस प्रमुख श्री गेन्द्रेश्वर कोइराला सरलाई पनि मैले प्रमुख अतिथिको आतिथ्यता ग्रहण गरिदिनुको निम्ति हार्दिक अनुरोध गर्दछु। आसन ग्रहणकै क्रममा विद्यालयका संस्थापक विद्यालयका प्रिन्सिपल श्री एकबहादुर गुरुङ सरलाई म आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरी आसन ग्रहणकै क्रममा विद्यालयका संस्थापक सदस्य शिक्षक मित्र दामोदर ढकाल सरलाई पनि म आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्दछु। विद्यालयका संस्थापक सदस्य जगमान पुन सरलाई पनि म आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्दछु। विद्यालयका भाइस प्रिन्सिपल श्री प्रसाद गौतम सरलाई पनि म आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्दछु। आसन ग्रहणकै क्रममा ढोरबराई एफएम कि कुशल समाचार वाचिका एवं कार्यक्रम प्रस्तुता ममता गुरुङ बहिनीलाई पनि मैले आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरेर आसन ग्रहणकै क्रममा हाम्रो विद्यालयका नृत्य प्रशिक्षक युवराज गुरुङ सरलाई पनि मैले आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरेर आसन ग्रहणकै क्रममा समाजसेवी लीलाधर पाण्डे ज्यूलाई पनि मैले आसन ग्रहणको निम्ति म हार्दिक अनुरोध गर्दछु। ग्रहणकै क्रममा अन्य समग्र हाम्रा अभिभावक ज्यूहरूलाई मैले अब यहाँ सबैको नाम उच्चारण गरेर यहाँहरूलाई आसन ग्रहणको निम्ति नाम सम्बोधन गरिराख्न अलि गाह्रो भएको कारणले गर्दा यथास्थानमा आसन ग्रहण गरेर आजको यस कार्यक्रम अवधिभर कार्यक्रममा सहभागी भइदिनु हुनुको निम्ति हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरेर सम्पूर्ण शिक्षक मित्रहरूलाई पनि यथास्थानमा आसन ग्रहण गर्दै विद्यार्थी भाइ बहिनीहरू विद्यालयका सम्पूर्ण कर्मचारीहरू पनि यथास्थानमा आसन ग्रहण गरेर आजको यस कार्यक्रममा चाहिँ सहभागिता जनाउनको निम्ति म हार्दिक अनुरोध गर्दछु। म यो आसन ग्रहणको कार्यक्रमलाई थाती राख्दै म यो स्वागत मन्तव्यतर्फ चाहिँ लैजान चाहन्छु। सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूको प्रतिनिधित्व गर्दै कक्षा 12 की बहिनी समीक्षा श्रेष्ठलाई
स्वागत मन्तव्य गरिदिनको निम्ति म हार्दिक अनुरोध गर्दछु। Good morning everyone, respected chairperson, chief guest of the program, all the distinguished guests, principal, vice principal, teachers, parents, brothers and sisters, and my dear friends. Namaste and a warm welcome to all of you. It is a great honor for me to stand in front of you on this special occasion of our annual function here at Bal Vidya Mandir Secondary School. Today, we gather to celebrate our hard work, talent and achievement of our brothers, sisters and friends throughout the year. As the students of this beautiful school, nestled in the heart of Sutla-Gandaki, we take great pride of our culture, traditions and the knowledge we gain every day. This event is a reflection of our dedication, perseverance and the unity we share as a school community. It is a time to showcase the talent, appreciate the effort of our teachers and express our gratitude to our parents for their support. We are excited to present the performance, award and exhibition and hope that this event brings joy and inspiration to all. Let's celebrate the spirit of learning, growth and togetherness as we continue to forward, keeping the values of our school and country close to our heart. Once again, welcome to you all and we hope that you enjoy the celebration. Thank you. सभाज्यूहरूलाई स्वागत गरिदिनु हुनुको निम्ति विद्यालयका भाइस प्रिन्सिपल श्री प्रसाद गौतम सरलाई मैले स्टेजमा आमन्त्रण गर्दछु। गुड मर्निङ एभ्रिवान। यो हाम्रो विद्यालयको 41औं वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहका सभापति एवं विद्यालय सञ्चालक समितिका सदस्य कृष्ण प्रसाद पौडेलज्यू, आजको कार्यक्रमका प्रमुख अतिथि शिक्षाविद, अर्थविद भनेर हामी चिन्छौँ उहाँलाई, देशकै सबैभन्दा ठुलो पब्लिक क्याम्पस त्रिभुवन विश्वविद्यालयको सबैभन्दा ठुलो अन्तर्गतको ठुलो क्याम्पस पृथ्वीनारायण क्याम्पस पोखराका पूर्व क्याम्पस प्रमुखज्यू, त्यसै गरी विद्यालयका संस्थापक प्राचार्य श्री एकबहादुर गुरुङ सर, संस्थापक सदस्यज्यूहरू, मञ्चासीन आमन्त्रित अतिथिज्यूहरू, त्यसै गरी उपस्थित पत्रकारज्यू, सम्पूर्ण गण्यमान्य व्यक्तित्वहरू, अभिभावकज्यूहरू, विद्यार्थी भाइ बहिनीहरू लगायत उपस्थित सम्पूर्ण महिला तथा सज्जनवृन्दहरूमा म यो विद्यालयको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट आजको यो भव्य कार्यक्रममा यहाँहरू सम्पूर्णलाई स्वागत गर्न पाउँदा अत्यन्तै हर्षित छु। र यो आजको कार्यक्रम हामीले यो वर्षभरि र अझ अघिल्लो वर्ष 2080 सालमा विभिन्न कक्षामा प्रथम, द्वितीय, तृतीय भई विभिन्न पुरस्कारहरू जित्न सफल विद्यार्थी भाइ बहिनीहरूलाई पुरस्कृत गरिने कार्यक्रम हो। त्यसै गरी यो वर्ष 2081 सालभरि सञ्चालन भएका विभिन्न अतिरिक्त क्रियाकलापहरू, खेलकुदहरू लगायत अन्य अतिरिक्त क्रियाकलापहरूमा पुरस्कार जित्न सफल विद्यार्थी भाइ बहिनीहरूलाई पनि आज पुरस्कृत गरिनेछ, मेडल तथा ट्रफीहरूले सम्मानित गरिनेछ र साथसाथै मनोरञ्जनको लागि यहाँहरू सम्पूर्णको मनोरञ्जन लगायत केही शिक्षामूलक गतिविधिहरू समेत पस्कने हामीले जमर्को गरेका छौँ। केही सांस्कृतिक कार्यक्रम पनि हामीले प्रस्तुत गर्नेछौँ र मूलतः यो कार्यक्रम अभिभावकहरूको लागि आयोजना गरिएको पनि हो र सम्पूर्ण अभिभावकहरू आफ्नो दैनिक गतिविधि छोडेर आज एक दिन विद्यालयको लागि आफ्ना छोराछोरीहरू
पढ्ने विद्यालयको लागि भनेर आउनुभएको छ र पुनः ती अभिभावक लगायत सम्पूर्ण अतिथिहरू, प्रमुख अतिथि लगायत सम्पूर्ण अतिथिहरूलाई पुनः यो मञ्चमा, यो कार्यक्रममा स्वागत गर्दै मेरो स्वागतका दुई शब्दरूपी थुङ्गाहरू यहीँ टुङ्ग्याउँछु। धन्यवाद। स्वागतम, स्वागतम, सुस्वागतम। धन्यवाद विद्यालयका भाइस। अब म हाम्रा अतिथिगणहरूलाई ब्याज वितरण गरिदिन निम्ति विद्यालयका शिक्षिका मित्रहरू अप्सरा श्रेष्ठ त्यस्तै गरी शकुन्तला म्याडमलाई म हार्दिक अनुरोध गर्दछु। भोलिन्टियर विद्यार्थी भाइ बहिनीहरू त्यस्तै गरी शिक्षक मित्रहरू कता हुनुहुन्छ? विद्यार्थी भाइ बहिनीहरूलाई यो दायाँ बायाँ कताबाट गर्ने भनौँ, अगाडितिर बस्ने छरिएर दायाँ बायाँ। साथ दिनको निम्ति कार्यक्रमका सभाध्यक्ष विद्यालय प्रिन्सिपल ज्यूलाई हार्दिक अनुरोध गर्दै उद्घाटनको लागि सरस्वतीको मन्दिरमा सरस्वतीको चित्रमा अबिर र माला लगाउने, त्यस्तै गरी दीप प्रज्वलन गर्ने, त्यस्तै गरी हाम्रो अगाडि रहेको एकचालिसौँ वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोह मिति 2081 फागुन 7 गतेको विधिवत उद्घाटन गर्दछु। धन्यवाद। आजको यस कार्यक्रमका प्रमुख अतिथि म पुनः कार्यक्रम कक्षा 3 र 4 का विद्यार्थी भाइ बहिनीहरूलाई स्टेजमा आमन्त्रण गर्दै कक्षा 10 की बहिनी मनिषा कता छौ? मनिषालाई पनि मैले स्टेजमा बोलाउँछु। राष्ट्रिय गानको लागि यहाँ सबैलाई यता स्थानबाट उठेर सहभागी भइदिनको निम्ति हार्दिक अनुरोध गर्दछु।
स्वीकार्नुहोस् हाम्रो स्वागत गीत। भाइ बहिनीहरूलाई स्वागत गीतको लागि अब पुनः स्वागत नृत्य लिएर आउँदैछन् कक्षा 2 र 3 का विद्यार्थी भाइ बहिनीहरू रहेका छन्। त्योभन्दा अगाडि मैले पुनः आसन ग्रहणकै क्रमलाई जोड्न चाहे। आसन ग्रहणको निम्ति गाछेपानी टोल विकासका अध्यक्ष प्रसाद पुन ज्यूलाई पनि स्टेजमा आएर आसन ग्रहण गरिदिनु हुनको निम्ति म हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरेर उपाध्यक्ष कमल रिमालज्यू गर्दछु। म पुनः स्वागत नृत्यको निम्ति कक्षा 2 र 3 का विद्यार्थी भाइ बहिनीहरूलाई स्टेजमा आमन्त्रण गर्दछु। स्वागतम स्वागतम स्वागतम। स्वागतम 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 स्वागतम
2 र 3 का विद्यार्थी भाइ बहिनीहरूलाई अब म यो शुभकामना मन्तव्यतर्फ यहाँलाई लैजान चाहन्छु। आजको यस कार्यक्रममा शुभकामना मन्तव्य राखिदिनु हुनुको निम्ति हाम्रो एउटा आदरणीय अभिभावक श्री जितबहादुर गुरुङज्यूलाई स्टेजमा आएर आफ्नो छोटो शुभकामना मन्तव्य राखिदिनुको निम्ति हार्दिक अनुरोध गर्दछु। धन्यवाद कार्यक्रम सञ्चालक सरलाई। सबैले नमस्कार भन्न चाहे। यो आजको वार्षिक उत्सवको प्रमुख अतिथिज्यूहरू तथा सम्पूर्ण अभिभावकज्यूहरू र मेरो प्यारा भाइ बहिनीहरू सबैलाई एकमुष्ट म फेरि एउटा अभिभावकको तर्फबाट नमस्कार अनि वार्षिक उत्सवको मङ्गलमय शुभकामना भन्दै फेरि नमस्कार टक्राउन चाहे। यो स्कुलको विषयमा लगभग हजुरहरू सबैलाई थाहा छ। यो स्कुलमा पढ्ने मेरो पनि बच्चाले यहीँ नै पढेको हो। बाबुले अहिले इन्डियन आर्मीमा कार्यरत छ। त्यस्तै गरी मेरो बच्चाहरूको साथीहरू थुप्रै कोही ब्रिटिस आर्मीमा छ, कोही यही स्कुलमा पढेर इन्जिनियरिङ भएको छ भने कोही डक्टरहरू हुन पुगेको छ। र यो स्कुलको रिजल्ट, यो स्कुलमा दिइने शिक्षाको स्तर अरू स्कुलकोहरूको भन्दा भिन्न छ। यहाँको यो स्कुलको टिचरहरू, म्याडमहरू सम्पूर्णको एउटा विद्यार्थीलाई सिकाउने तौर तरिका अनि उहाँहरूसित साना नानी बाबुहरूसित कसरी व्यवहार गर्ने हो, उनीहरूलाई कसरी सिकाउने हो भन्ने कुराहरूको पूर्ण ज्ञान भएको शिक्षिकाहरू हुनुहुन्छ। यहाँहरूलाई म हृदयदेखि नै धन्यवाद अनि वार्षिक उत्सवको शुभकामना भन्न चाहे। र यसै गरी हामी सबै अभिभावकहरूले पढाउने शिक्षक शिक्षिकाको कार्यकुशलता, इन्टेलिजेन्स प्लस बच्चाको व्यवहार अनि उसको मनस्थितिलाई चिन्ने र उहाँलाई कसरी स्टेप बाई स्टेप अगाडि बढाउने भन्ने ज्ञानपूर्ण भएको शिक्षक शिक्षिकाहरूलाई धन्यवाद भन्दै अनि वार्षिक उत्सवको शुभकामना भन्दै र हजुरहरू यस वार्षिक उत्सवको कार्यक्रमलाई सभ्य अनि भव्य बनाउनको लागि हजुरहरू आफ्नो टाइमलाई एडजस्ट गरेर आइदिनु भएको लागि हजुरहरूलाई पनि धन्यवाद भन्दै र सबैलाई स्वागतम सुस्वागतम भन्दै म यहाँबाट बिदा हुन चाहे। धन्यवाद, नमस्कार। हाम्रो अभिभावकहरूका छोटा मन्तव्यहरू। त्यस्तै गरी दोस्रो चरण भनेको हाम्रो सांस्कृतिक कार्यक्रम साथमा पुरस्कार वितरण कार्यक्रमलाई पनि हामीले जोड्दै जानेछौँ। अघि नै हाम्रो विद्यालय भाइस प्रिन्सिपल सरले भनिसक्नु भएको छ। आजको यस कार्यक्रममा शैक्षिक सत्र 2080 मा प्रत्येक कक्षाबाट प्रथम, द्वितीय र तृतीय हुन सफल हुने विद्यार्थी भाइ बहिनीहरूलाई पुरस्कृत गर्ने कार्यक्रम छ। सँगसँगै विद्यालयमा हुने हाजिरी, ऱ्यापिड प्रोग्रेस, त्यस्तै गरेर लेभल वाइजका होल्डफास्टहरू, यासी परीक्षा, त्यस्तै गरेर कक्षा 12 को परीक्षा र अहिले एसएलसी परीक्षा भनेर भन्ने गरिन्छ। यी परीक्षाहरूमा पनि उत्कृष्टता प्रदर्शन गर्ने विद्यार्थी भाइ बहिनीहरूलाई पुरस्कार सँगसँगै यही माघ महिनाको 18, 19, 20, 21, 22 गते हामीले विद्यार्थी भाइ बहिनीहरूको अतिरिक्त क्रियाकलाप अन्तर्गतको स्पोर्ट मिट भनेर हामीले सञ्चालन गरेका थियौँ। त्यसमा विद्यालयमा 4 वटा समूहमा विभाजन भएका
सदनहरू मध्येबाट प्रतिस्पर्धा गराएर प्रथम र द्वितीय हुन सफल, खेलकुदहरूमा प्रथम र द्वितीय हुन सफल हुने विद्यार्थी भाइ बहिनीहरूलाई पनि मेडल प्रदान गर्ने कार्यक्रम पनि रहेको छ। यी सबै कार्यक्रमहरू हामीले आज पुरस्कार गर्न हामी सम्भावना छैन। हामी सकेसम्म छोटो कसरी छिटो गर्न सकिन्छ भन्नेतर्फ हामी लागेर यो पुरस्कार हामी छोटो रूपबाट र केही सीमित विद्यार्थी भाइ बहिनीहरूलाई मात्रै हामीले पुरस्कार गर्नेछौँ, वितरण गरिनेछ भने बाँकी हामीले विद्यालय खुल्ने दिनमा हाम्रो यही स्टेजबाट विद्यार्थीहरूलाई अभिभावकको उपस्थिति बिना विद्यार्थीहरूलाई वितरण गरेर हामीले घरमा पठाउनेछौँ। तसर्थ म अब यो कार्यक्रमलाई पुनः यो शैक्षिक पुरस्कार भनेर यसलाई भनिएको छ। नर्सरीदेखि कक्षा 5 सम्मका विद्यार्थी भाइ बहिनीहरूलाई यो कक्षामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थी भाइ बहिनीहरूलाई पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको छ। त्यसको निम्ति मैले यहाँ आएर यो पुरस्कारको निम्ति सहयोग गरिदिन हुनुको निम्ति हाम्रो आरती म्याडमलाई मैले सूचित गर्दछु। त्यस्तै गरेर यो हरेक कक्षाहरूमा नर्सरी एलकेजीदेखि लिएर कक्षा 5 सम्म प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थी भाइ बहिनीहरू सम्भवतः तयारी अवस्थामै, यो कक्षा शिक्षक शिक्षिका मित्रहरूले तयारी अवस्थामै राखिरहनु भएको छ। यहाँ नाम उच्चारण गर्ने बित्तिकै कति पनि ढिलो नगरिकन विद्यार्थी भाइ बहिनीहरूलाई स्टेजमा पठाउने व्यवस्था मिलाउनु होला, यहाँलाई मैले आग्रह गरेँ। र यो कार्यक्रममा यो पुरस्कार वितरण कार्यक्रममा अबिर लगाइदिएर विद्यार्थी भाइ बहिनीहरूलाई हौसला प्रदान गरिदिनुहरूको निम्ति आजको यस कार्यक्रमका प्रमुख अतिथि गेन्द्रेश्वर कोइराला सरलाई, त्यस्तै गरेर पुरस्कार दिएर हौसला प्रदान गराइदिनु हुनको निम्ति कार्यक्रमका सभाध्यक्ष विद्यालय सञ्चालक समितिका सदस्य कृष्ण प्रसाद पौडेल सरलाई मैले स्टेजमा आमन्त्रण गर्दै विद्यार्थी भाइ बहिनीहरू प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थी भाइ बहिनीहरूलाई यो स्टेजमा आएर बोलाउनको निम्ति म कक्षा 10 मा अध्ययनरत भाइ बहिनीहरू मनिषा र त्यस्तै गरेर ऋतिकालाई यहाँ स्टेजमा बोलाउँछु। Secured by Priyasan Gurung. Class nursery, the third position is secured by Savyata Arnel. The second position is secured by Kritika Chaurasia. And the third position is secured by Priyasan Gurung. Secured by Savyata Arnel. The second position is secured by Kritika Chaurasia and the first position is secured by Priyasan Gurung. Now from class LKG, the third position is secured by Arush Nepali. The second position is secured by Dian Rao. And the first position is secured by Arnim Thapa. Prasna Paudel. The
position is secured by Sirish Rana and the third position is secured by Ridham Gurung. From class 1, the third position is secured by Solin Gehal, the second position is secured by Parvas Mahak, and the first position is secured by Aditya Chapagai. The third position is secured by Solina Gehal, the second position is secured by Parvas Mahak, and the first position is secured by Aditya Chapagai. Now starting from class 2, the third position is secured by Kritima Paudel, the second position is secured by Parvesh Pathak, and the first position is secured by Prasiddha Pathak. The third position is secured by Kritima Paudel, the second position is secured by Parvesh Pathak, and the first position is secured by Prasiddha Pathak. Is secured by Prasamsa Paudel, the second position is secured by Aditya Rimal, and the first position is secured by Deepsika Nepali. The third position is secured by Prasamsa Paudel, the second position is secured by Aditya Rimal, and the first position is secured by Deepsika Nepali. From class 4, the third position is secured by Asim Wagle, the second position is secured by Avishka Guru, and the first position is secured by Vishwas Shrestha. The second position is secured by Avishka Guru, and the first position is secured by Vishwas Shrestha.
the third position is secured by Sonakshi Bhuzel. the second position is secured by Asim Ale. and the first position is secured by Sistata Aryal. the third position is secured by Sonakshi Bhuzel. the second position is secured by Asim Ale. and the first position is secured by Sistata Aryal. Thank you. धन्यवाद। आजको यस कार्यक्रमका प्रमुख अतिथि त्यस्तै गरी यो कार्यक्रमका सभाध्यक्ष द्वय सरहरूलाई मैले धन्यवाद दिन चाहन्छु। पुनः म कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। आसन ग्रहणको क्रमलाई नै जोड्न चाहे। आसन ग्रहणको निम्ति तनहु सेवा हस्पिटलका निर्देशक विष्णु अर्याल सरलाई पनि मैले स्टेजमा आएर आसन ग्रहण गरिदिनु हुनुको निम्ति म हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरी आसन ग्रहणकै क्रममा हाम्रो आदरणीय अभिभावक वडा नम्बर शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 4 का वडा सदस्य मदन श्रेष्ठज्यूलाई पनि स्टेजमा आएर आसन ग्रहण गरिदिनु हुनुको म हार्दिक अनुरोध गर्दछु। प्याम्सन तनहुका सदस्य एवं लोटस बर्ड इंग्लिश बोर्डिंग का प्रिंसिपल श्री कुमार गुरुङ सर बैठककै क्रममा दमौली जानुपर्ने भएको कारणले गर्दा उहाँ लामो समयसम्म हाम्रो यस कार्यक्रममा बस्न सक्ने अवस्था चाहिँ नभएको र तुरुन्तै निस्किनुपर्ने जानकारी यहाँ प्राप्त भएको छ। तसर्थ सरलाई पुनः एउटा मायाको चुनाव प्रदान गरिदिनुको निम्ति म आजको यस कार्यक्रमका सभाध्यक्ष कृष्ण प्रसाद पौडेलज्यूलाई त्यस्तै गरेर ग्रहण गरिदिनु हुनुको निम्ति हाम्रो प्याम्सन तनहुका सदस्य एवं लोटस बर्ड इंग्लिश बोर्डिंग स्कूल का प्रिंसिपल कुमार सरलाई म स्टेजमा पुनः आमन्त्रण गर्दछु। म पुनः यसै क्रममा यो मायाको चिनो दिने कार्यक्रम रहेको छ। यसै कार्यक्रममा म पुनः यहाँ प्रसङ्ग जोड्न चाहन्छु। हाम्रो विद्यालयमा होटल म्यानेजमेन्ट विषय कक्षा 11 र 12 मा अध्ययन हुन्छ। होटल म्यानेजमेन्ट विषय अध्ययन गर्ने विद्यार्थीहरूले म फेरि पुनः यहाँहरू दुवैजनालाई धन्यवाद दिँदै म फेरि अगाडि बढाउन कार्यक्रमलाई अगाडि बढाउँदैछु। उनीहरूले दुईवटा ग्रुपमा चाहिँ होटल म्यानेजमेन्ट विषयमा जुन कुराहरू उनीहरूले अध्ययन गरेर जुन विषय उनीहरूले पकाउने कामको निम्ति उनीहरूले जुन कुरा सिकेका छन् त्यसलाई उनले व्यावहारिक रूपबाट आज हामीले यो ग्राउन्डको अब छेउमा बास्केटबल कोर्टको नजिकै त्यहाँ दुवैटा ग्रुपहरूले एउटा रेस्टुरेन्टहरू चलाएका छन्। त्यहाँ विभिन्न खालका परिकारहरू पाकेका हुन सक्छन्। विद्यार्थी भाइ बहिनीहरूले के कस्ता परिकारहरू पकाएका छन्, के कस्तो छ। गण्डकी मल्टिपल कलेजका क्याम्पस प्रमुख श्री लीला काफ्ले सरलाई पनि मैले स्टेजमा आएर आसन ग्रहण गरिदिनु हुनुको निम्ति हार्दिक अनुरोध गर्दछु। अब पुनः फेरि पुरस्कार वितरणकै क्रम रहेको छ। हामीहरूले पुरस्कार त्यति धेरै छैन, तैपनि यो शैक्षिक एकाडेमिक क्षेत्रका चाहिँ पुरस्कारहरूलाई हामीले वितरण गर्न गइरहेका छौँ। पुनः कक्षा 6 देखि कक्षा 10 सम्म हरेक कक्षाहरूमा प्रथम द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्ने क्रम रहेको छ। तसर्थ यो पुरस्कार वितरणको निम्ति विद्यार्थी बहिनीहरू एन्जेला गुरुङ र दीपशिखा
बहिनीलाई मैले स्टेजमा आमन्त्रण गर्दछु र अबिर लगाइदिन हुनको निम्ति विद्यालय प्रिन्सिपल एकबहादुर गुरुङ सरलाई, त्यस्तै गरेर पुरस्कार प्रदान गरिदिनु हुनको निम्ति विद्यालय संस्थापक सदस्य जगमान पुन सरलाई स्टेजमा आमन्त्रण गर्दै मैले पुनः विद्यार्थी भाइ बहिनीहरूलाई स्टेजमा बोलाउँछु। Secured by Manish Paudel. First position is secured by Bimars Khanal. From class 6, third position is secured by Mandeep Basaula. Second position is secured by Manish Paudel. First position is secured by Bimars Khanal. To continue the further program. Thank you. सदस्य एकबहादुर गुरुङ सर, त्यस्तै गरी जगमान पुन सरलाई म समग्रमा धन्यवाद दिन चाहे। म पुनः मन्तव्यको क्रमलाई जोड्नुभन्दा अगाडि आसन ग्रहणकै क्रमलाई जोड्न चाहन्छु। आसन ग्रहणकै क्रममा हाम्रो
आदरणीय अभिभावक हाम्रो कक्षा 7 मा अध्ययनरत भाइ भीमवर्ष खनालका आदरणीय अभिभावक विवेक खनालज्यूलाई पनि म आसन ग्रहणको निम्ति म हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरेर म पुनः मन्तव्यको क्रममा शुभकामना मन्तव्य राखिदिनुको निम्ति हाम्रो आदरणीय अभिभावक कक्षा 8 मा अध्ययनरत भाइ जुबिन गुरुङकी आमा हाम्रो आदरणीय शुभचिन्तक रूपा गुरुङ ज्यूलाई स्टेजमा आएर आफ्नो छोटो शुभकामना मन्तव्य राखिदिनुको निम्ति म हार्दिक अनुरोध गर्दछु। सूचना यहाँ सामु चाहिँ राख्न चाहे एउटा मोबाइल हाम्रो शिक्षक मित्र अनिल थापा सरको एउटा मोबाइल यहाँ कतै छुटेको सूचना आएको छ। यहाँहरूले कतै भेट्नु भएको भएदेखि त्यहाँ स्टेजमा बुझाइदिनु हुनुको निम्ति म हार्दिक अनुरोध गर्दछु। आजको यस कार्यक्रमका सभा अध्यक्षज्यू, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू लगायत मञ्चमा आसीन सम्पूर्ण अतिथिज्यूहरूमा म कक्षा 8 को विद्यार्थी जुबिन गुरुङको मम्मी रूपा गुरुङको तर्फबाट नमस्कार छाजालो। आज यस कार्यक्रममा मलाई आफ्नो भनाइहरू राख्दै शुभकामना दिनु हुने मौका दिनुभएकोमा म आयोजक टिमलाई हार्दिक धन्यवाद आभार प्रकट गर्न चाहन्छु। यस कार्यक्रमको आज यस 41औं वार्षिक 41औं वार्षिक तथा पुरस्कार वितरण समारोहमा पाल्नुहुने सम्पूर्ण यस विद्यार्थीको यस विद्यालयको आगामी दिनहरूमा पनि उज्जवल भविष्यको कामना गर्न चाहन्छु र यस विद्यालयमा चाहिँ सञ्चालक समिति र विद्यालय परिवार चाहिँ एक भएर अझै यस विद्यालयलाई चाहिँ राम्रो गर्नुहुनेछ भन्ने मैले पूर्ण आशा र अपेक्षा पनि लिएको छु भन्दै यस कार्यक्रमको भव्य सफलताको शुभकामना भन्दै मेरो भनाइहरू यही अन्त्य गर्दछु। हस्त धन्यवाद। अभिभावक रूपा गुरुङज्यूलाई शुभकामना मन्तव्यको निम्ति म पुनः यो मायाको चिनो एउटा वितरण गर्ने कार्यक्रममा अगाडि बढाउन गइरहेको छु। आजको यस हाम्रो कार्यक्रममा उपस्थित हाम्रो गण्डकी मल्टिपल कलेजका क्याम्पस प्रमुख लीला काप्ले सर अत्यन्तै व्यस्त समयको बावजुद पनि हाम्रो यस कार्यक्रममा उपस्थित हुनुभएको छ। उहाँको व्यस्त समयलाई मध्यनजर गर्दै उहाँलाई एउटा मायाको चिनो प्रदान गर्ने कार्यक्रम रहेको छ। त्यसर्थ सो मायाको चिनो प्रदान गरिदिनु हुनुको निम्ति म पुनः कार्यक्रमका सभाध्यक्ष कृष्ण प्रसाद पौडेल सरलाई र ग्रहण गरिदिनु हुनुको निम्ति गण्डकी मल्टिपल कलेजका क्याम्पस प्रमुख श्री लीला काप्ले सरलाई म स्टेजमा आमन्त्रण गर्दछु। हामीसँग यो मन्तव्यको कार्यक्रम करिब अब उद्घाटन क्षेत्र धेरै अब हामी करिब अन्तिम चरणमा प्रवेश गर्न लागिसकेका छौँ। योभन्दा पछाडि हामी साङ्गीतिक कार्यक्रम नै रहनेछौँ र आफ्नो मन्तव्य राखिदिनु हुनुको निम्ति विद्यालय संस्थापक प्रिन्सिपल श्री एकनाथ गुरुङ सरलाई म हार्दिक अनुरोध गर्दछु। बाल विद्या मन्दिर माविको 41औं वार्षिक उत्सव तथा पुरस्कार वितरण समारोहका सभापतिज्यू, आजको प्रमुख अतिथि पृथ्वीनारायण क्याम्पस पोखराका पूर्व क्याम्पस प्रमुख गेन्द्र सर कोइरालाज्यू, विद्यालयका सञ्चालक समितिका पदाधिकारीज्यूहरू, संस्थापकज्यूहरू,
रजिस्ट्रारज्यूहरू, टोल विकास संस्थाको अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारीज्यूहरू, विभिन्न विद्यालयका प्रहरीहरू, यस विद्यालयका सम्पूर्ण शिक्षक शिक्षिकाज्यूहरू, आदरणीय अभिभावकज्यूहरू र हाम्रो निम्तोलाई स्वीकार गरी पार्नुभएका सम्पूर्ण महानुभावहरू, विद्यालयका छात्र छात्राहरू, आजको यो समारोहमा म सम्पूर्णलाई मेरो व्यक्तिगत तर्फबाट र विद्यालयको तर्फबाट पुनः यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। यो विक्रम सम्वत 2038 सालमा स्थापित यो विद्यालय यो क्षेत्रकै पहिलो निजी विद्यालय हो र यो विद्यालयले विभिन्न कालखण्डमा विभिन्न समस्याहरूसँग जुझ्दै आज तपाईहरु समक्ष हामी 41औं वार्षिक उत्सव मनाउने क्रममा छौं। ठाउँकै पहिलो निजी विद्यालय भएकोमा यसमा यो विद्यालयलाई स्वर्गीय पूर्ण सुब्बा ज्यूले चाहिँ यो विद्यालय सुरुमा स्थापना गर्नुभएको थियो। म उहाँ लगायत आज यो अवस्थामा ल्याइ पुर्याउनु हुने सम्पूर्ण संस्थापकज्यूहरूलाई हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु र हामी यो विद्यालय सञ्चालन गर्ने क्रममा म केही हाम्रो उपलब्धिहरू पनि यहाँलाई जानकारी गराउन चाहन्छु र यो विद्यालयले कति राम्रो काम गरेछ, कति उत्पादन राम्रो भएको छ भन्ने कुराहरू यहाँहरूले यसभन्दा अगाडिको हाम्रा वक्ताज्यूहरूले पनि जानकारी गराइसक्नु भएको छ। विभिन्न क्षेत्रमा, त्यो प्राविधिक क्षेत्रमा होस् अथवा प्रशासनिक क्षेत्रमा होस्, हाम्रा उत्पादित विद्यार्थीहरू अहिले सेवारत छन् र हामीले 2067 सालको एसएलसीमा सम्मिलित भएका विद्यार्थीहरू मध्येबाट भिक्टर पौडेल जो अहिले डाक्टर पनि हुनुहुन्छ, त्यो बेलामा 67 सालमा नेपालको यो एसएलसी भन्ने चलन छ, अहिले एसई, त्यो बेलामा अङ्ग्रेजीमा 99 नेपाल टपर भन्नु पर्यो है। त्योदेखि लिएर हाम्रो अहिले 2080 सालको एसएससी परीक्षामा शुक्ल गण्डकीमा प्रथम, सेकेन्ड गर्ल्समा पनि हाम्रो चाहिँ विद्यालयबाट सम्मिलित छात्र सारा सेन, फर्स्ट हुने शिशिर अधिकारी र दोस्रो हुने सारा सेन ठकुरी पनि यो विद्यालयबाट सम्मिलित भई हामीले यो शुक्ल गण्डकीमै बोइजमा पनि फर्स्ट सक्षम छ भन्ने एउटा यहाँहरूलाई चाहिँ जानकारीको लागि व्यक्त गर्न चाहन्छु र यसरी नै हामी पढाइको अतिरिक्त क्रियाकलापहरू, खेलकुद, विभिन्न प्रतियोगिताहरू पनि हामीले सामेल गर्दै आइरहेका छौँ। हामीले गत वर्ष जस्तै यस वर्ष पनि हामीले नगरपालिका स्तरीय खेलहरू पनि समावेश गरेका थियौँ विद्यार्थीहरूलाई र त्यो खेलमा पनि हामीले यो विद्यालयमा सम्मिलित भएका विद्यार्थीहरूले, छात्र छात्राहरूले विभिन्न विधामा चाहिँ उत्कृष्टता प्रदर्शन गरे र यो वर्ष हामीले सेपाक ताक्रो खेलमा सेकेन्ड पोजिसन ल्यायो भने नगरपालिका स्तरीयमा पनि फर्स्ट र जिल्लामा पनि फर्स्ट हुने यो सुशान्त थारू मगर जो लङजङमा थिए, हामीले यहाँनिर यो शुक्लगण्ड स्तरीय रनिङ यो राष्ट्रपति रनिङ सिप प्रतियोगिता पनि फर्स्ट पोजिसन हामीले प्राप्त गर्न सफल भयौँ भने जिल्ला स्तरीयमा पनि हामीले चाहिँ त्यो स्थान कायम राख्न सफल भएको म यहाँलाई जानकारी गराउन चाहन्छु र हाम्रो यस विद्यालयमा अहिले कक्षा नर्सरीदेखि कक्षा 12 सम्म हामीले र कक्षा 11-12 पनि हामीले होटल म्यानेजमेन्टलाई विशेष प्राथमिकता साथ यहाँ कक्षाहरू सञ्चालन गर्दै आइरहेका छौँ र अहिले यो विद्यार्थीहरू हाम्रो विद्यालयमा 709 जना विद्यार्थीहरू यहाँ अध्ययनरत छन् र छात्रमा 410 र छात्रमा 299। गर्ल्स र बोइजको रेसियो हेर्ने हो भने 58% बोइज, 42% हाम्रो गर्ल्स विद्यार्थीहरू हामीले त्यो कम्बिनेसन पाउँछौँ यहाँनिर चाहिँ हेर्दाखेरि र यसरी नै हाम्रो शैक्षिक उपलब्धिहरू हेर्ने हो भने हामीले कक्षा नर्सरीदेखि कक्षा 12 सम्मको चाहिँ यो जुन फर्स्ट पोजिसन, सेकेन्ड पोजिसन हेर्ने हो भने हामीले गर्ल्सको 17 जना र बोइजले 25 जनाले चाहिँ यो प्रथम द्वितीय तृतीय हासिल गरेका छन् र यो गर्ल्सको 40% छ भने बोइजको
60% चाहिँ विद्यार्थीहरूले यो त्यो प्रथम द्वितीय तृतीय स्थान हासिल गर्न सफल भएका छन् र हाम्रो विद्यालयमा अहिले 45 जना शिक्षक कर्मचारीहरू कार्यरत छन्, जसमा 33 स्टाफहरू चाहिँ छन् र विद्यालयको भौतिक पूर्वाधारमा तपाईँले देख्न सक्नुहुन्छ। यहाँनिर हामीले भवन खेल मैदानदेखि लिएर स्मार्ट बोर्डबाट पढाइ, स्मार्ट टिभीबाट पनि पढाइ, प्रोजेक्टरको व्यवस्था, कम्प्युटर, होटल म्यानेजमेन्ट ल्याब, साइन्स, सीसी क्यामेराको व्यवस्था, हालै निर्मित हामीले सभा हल पनि, अडिटोरियम हल पनि भर्खरै हामीले निर्माण सम्पन्न गरेका छौँ। यातायात छ, क्यान्टिन छ, हामीले प्री प्राइमेरी लेभलमा भर्खरै पनि हामीले प्ले स्टेसन यहाँ स्थापना गरेका छौँ र हामीले नेपाल सरकारले नमुना विद्यालयको लागि के हुनुपर्छ भन्ने जुन एउटा मापदण्ड छ त्यो मध्येमा 2-3वटा कुरा बाहेक हामीले सबै कुराहरू चाहिँ भौतिक पूर्वाधारको हिसाबले हामी यहाँ उपलब्ध गराएका छौँ यो उहाँहरूलाई जानकारीको लागि। र हामीले विद्यार्थीहरूलाई बिचबिचमा पनि यो योगा क्लास, मेडिटेसन क्लासहरू पनि हामीले सञ्चालन गर्दै आइरहेका छौँ। यो कुरा तपाईँहरूको बाबु नानीहरूबाट पनि तपाईँलाई जानकारी भयो होला र हामीले त्यसरी नै अभिभावकहरूको एउटा भूमिका, असल अभिभावकीय भूमिका कसरी गर्ने भनेर पनि हामीले कक्षा नर्सरीदेखि कक्षा 3सम्म अभिभावकलाई हामीले यहाँनिर एक दिने कार्यक्रम पनि सञ्चालन गरिसकेका छौँ र हामीले आगामी वर्षहरूमा अलिकति यो नयाँ शिक्षण पद्धतिबाट शिक्षण गर्नको लागि सुरुमा फर्स्ट फेजमा हामीले नर्सरीदेखि केजीसम्म र सेकेन्ड फेजमा नेपाल सरकारले तय गरेको जुन एउटा इन्टिग्रेटेड करिकुलम छ, एकीकृत पाठ्यक्रम अनुसार चाहिँ त्यो कक्षाहरू सञ्चालन गर्नको लागि चाहिँ हामीले अर्को वर्षबाट पनि हामीले यो नयाँ पद्धतिबाट चाहिँ हाम्रो अभिभावकहरूलाई विद्यार्थीहरूको प्रगति, विद्यार्थीहरूको उपस्थिति लगायत विभिन्न जानकारी एउटा डिजिटलाइजेसनको माध्यमबाट पनि यहाँहरूलाई चाहिँ हामी उपलब्ध गराउने हामीले निर्णय गरेका छौँ। आगामी वर्षबाट म तपाईँहरूले त्यसमा पनि सहभागी र सहयोग हुनेछ भन्ने आशा राख्दछु। त्यसरी नै हामीले पुरानो यो काठको फर्निचरलाई पनि अब हामीले फाइबरबाट चाहिँ त्यसलाई चाहिँ प्रतिस्थापना गर्ने, त्यसलाई चाहिँ रूपान्तरण गर्ने कार्यक्रम पनि हामीले निर्णय गरिसकेका छौँ र आदरणीय अभिभावकज्यू, अब हाम्रो यो विद्यालय तपाईँहरूको विश्वास, तपाईँहरूको आस्थाले सञ्चालन गर्ने हो। तपाईँहरूले सहयोग र समर्थन रह्यो भने हामी विद्यालय सञ्चालन गर्न सक्छौँ र तपाईँहरूबाट लिन सक्यो भने तपाईँहरूलाई दिने हो र आज जो यो अवस्थामा विद्यालय आइपुग्दा यो भनेको तपाईँहरूको योगदान हो। किनभने निजी विद्यालय हो, निजी विद्यालय भनेको हामी कुनै सरकारबाट अनुदान आउने होइन, तपाईँहरूबाटै आय स्रोत गरेर तपाईँकै बालबालिकाको लागि हामीले यो सुविधाहरू प्रदान गर्दै आइरहेको छौँ र आगामी दिनमा तपाईँहरूको पनि सहयोग, साथ र समर्थन हुनेछ र हामीहरूको बिचको एउटा जुन सुमधुर सम्बन्ध आज बढ्ने विश्वास व्यक्त गर्दै धन्यवाद विद्यालय प्रिन्सिपल एकबहादुर सरलाई। अब म पुनः मन्तव्यकै क्रमलाई जोड्न चाहन्छु। आजको हाम्रो यस कार्यक्रमका प्रमुख अतिथि अत्यन्तै व्यस्त समयका बावजुद पनि हाम्रो निमन्त्रणलाई स्वीकार गरेर यस कार्यक्रममा उपस्थित हुनुभएको छ। सर यहाँ उपस्थित भइसके पछाडि फेरि एउटा मिटिङको निम्ति उहाँलाई निम्तो आइसकेको र केही समय पछाडि म मिटिङमा उपस्थित हुने खालको एउटा आश्वासन पनि सरले दिइसक्नु भएको छ। त्यसर्थ सरलाई मैले एउटा प्रमुख अतिथिको मन्तव्य राखिदिनको निम्ति म हार्दिक अनुरोध गर्दछु। धन्यवाद कृष्णजी। आजको यो हाम्रो बाल विद्या मन्दिर माध्यमिक विद्यालय 41औं वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहका अध्यक्ष एवं यस विद्यालय व्यवस्थापन समितिका पनि अध्यक्ष र मेरो अनन्य मित्र, धेरै वर्ष पहिलेदेखिबाट हामी सहकार्यमा छौँ, हाम्रो भेटघाट हुन्छ, वैचारिक हामीले छलफल गर्छौँ र उहाँ नै आजको कार्यक्रममा मैले अध्यक्ष पाएको छु र मलाई बहुत खुसी लागेको छ र म स्वागत गर्न चाहन्छु। यसरी नै यो विद्यालयलाई यहाँसम्म ल्याइपुर्याउनुको निमित्त लागि पर्ने यसका संस्थापक सदस्यहरू, स्कुलका शिक्षक साथीहरू, जसले अनवरत रूपमा विद्यालय भाइ बहिनीहरूलाई, विद्यार्थीहरूलाई अगाडि बढाउनको निमित्त मरिपट्नु आएको छ, उहाँहरूलाई पनि म हार्दिक अभिवादन गर्न चाहन्छु। र आजका अतिथिज्यूहरू र मैले मञ्चमा हेरिरहेको छु, धेरै अतिथिमध्ये
एकजना मात्रै महिला अतिथि अगाडि देखेँ मैले, पछाडि त धेरैजना हुनुहुन्छ र ममता गुरुङ उहाँ पनि एउटा अतिथिको रूपमा अग्रपङ्क्तिमा हुनुहुन्छ। यो अहिलेको हाम्रो के भनिन्छ यो समावेशिता र सबैलाई समेट्ने आवश्यकता हुन्छ, त्यसलाई पनि उहाँले पुरा गर्नुभएको छ। र सबै अतिथिहरू, विद्यार्थी भाइ बहिनीहरू र आजको कार्यक्रममा पाल्नु हुने सम्पूर्ण शुभचिन्तकहरू सबैलाई म हार्दिक अभिवादन व्यक्त गर्न चाहन्छु। आज तपाईँहरूको बिचमा म उभिने अवसर पाएँ। मलाई सबभन्दा पहिला सन्तोष पौडेलले फोन गर्नुभएको थियो र हामी नाच्न पनि पर्छौँ र दाजु तपाईँ आइदिनु पर्यो भन्नुभयो र मलाई लाग्यो एउटा मफसलमा रहेको विद्यालयले आज 41औं वर्षमा प्रवेश गरेको छ, 40 वर्ष पुरा गरेको छ। यो 40 वर्ष पुरा गर्नको निमित्त त्यति सजिलो छैन। यसले अनेकौँ उकाली र ओह्राली पार गरेको छ। हाम्रो समाजमा निजी विद्यालयहरूका आफ्नै किसिमका कठिनाइहरू पनि छन्। इच्छा लाग्यो भाग लिन पाएँ र मलाई तपाईँहरूको कार्यक्रममा भाग लिन पाउँदा र खास गरेर धेरै मित्रहरू चिरपरिचित साथीहरू यहाँ देख्न पाउँदा खुसी पनि लागेको छ र म तपाईँहरू सबैप्रति आभारी पनि व्यक्त गर्न चाहन्छु। तपाईँहरूको बिचमा उभिएर कुरा गर्दाखेरि मलाई दुईवटा शब्दले यहाँ सम्बोधन गर्नुभयो। एउटा शिक्षाविद भन्नुभयो र एउटा अर्थविद पनि भन्नुभयो। स्वाभाविक रूपमा मैले जिन्दगी शिक्षामा बिताएँ। मेरो 35 सालबाट करिब अहिलेसम्म पनि म शिक्षा क्षेत्रमा नै संलग्न छु। त्यसरी भन्दा मेरा धेरै वर्ष शिक्षामा बितेका छन् र मेरा आफ्ना कतिपय कटु अनुभवहरू पनि छन् र मौका मिल्यो भने छुट्टै बसेर बहस गर्ने अवसर मिल्यो भने शिक्षाको बारेमा कसरी सुधार्न सकिन्छ, शिक्षाको आधारभूत समस्या कहाँनिर अड्किएको छ, यो धेरै कुराहरू हामीले छलफल गर्नेछौँ। तर आज म तपाईँहरूको बिचमा के मात्रै भन्छु भने हाम्रा नानीहरूले भाइ बहिनीहरूले यहाँ गीत गाउनुभयो, नाच्नुभयो र उहाँले गीत गाउँदै गर्दा नाच्दै गर्दा उहाँले 2-3टा बहुत राम्रा कुराहरू भन्नुभयो। सुरुमा सानसानो भाइ बहिनीहरूले भन्नुभयो, एकदमै मिठो कुरा गर्नुभयो, यो विद्याको डोरीले देशलाई बाँधोस् भन्नुभयो। विद्याको डोरीले देशलाई बाँधोस्, यसको अर्थ हुन्छ हाम्रो देशको सम्पूर्ण नागरिकहरूलाई, सम्पूर्ण जनतालाई। तर त्यो बच्चालाई राम्रो बनाउनको निम्ति अभिभावकको पनि त्यत्तिकै महत्त्वपूर्ण भूमिका हुन्छ। र आफ्नो बच्चा बच्चीले, आफ्ना छोराछोरीले स्कुलमा के पढे, के जाने, तपाईँले घरमा सोधिदिनु होला। तपाईँले घरमा आफ्ना बालबालिकालाई, आफ्ना बच्चाहरूको पढेको कुरा सोधिदिनु भयो भने ती बच्चाहरू लाग्छ मेरो बाले, मेरो आमाले, मेरो दाजु दिदीहरूले मैले स्कुलमा पढेको कुरा सोध्नुहुन्छ र मैले राम्रोसँग उहाँहरूलाई बताउनुपर्छ। यदि त्यहाँ कमी कमजोर रह्यो, सामाजिक सुरक्षा कोष निर्माण भएको छ, सरकारले त्यसलाई निर्माण गरेको छ। त्यो सामाजिक सुरक्षा कोषमा विद्यालयले अलिकति खर्च बढाइदिएको हुन्छ। बिरामी वर्षको 1 लाख रुपियाँबाट जति पनि पाउनुहुन्छ, यी धेरै सुविधाहरू त्यहाँ छन् र मलाई लाग्छ सामाजिक सुरक्षा कोषमा यो विद्यालयले आफ्ना शिक्षक र कर्मचारी साथीहरूलाई त्यहाँ दर्ता गरिदियो भने, त्यतातिर पनि लगिदियो भने त्यो शुभकामना व्यक्त गर्न चाहन्छु र सबैप्रति फेरि आभार व्यक्त गर्न चाहन्छु। धन्यवाद। र म सकेपछि एउटा बैठक आयोजन गर्नु साथीहरूले, त्यो ज्यादै महत्त्वपूर्ण बैठक रहेछ र म यहाँ छु, म तुरुन्त आउन सक्दिनँ भनेको थिएँ। तपाईँ जति सक्नुहुन्छ छिटो आइदिनु होला भन्नुभयो। अनि मलाई कृष्णजीसँग सेयरिङ गर्दा हुन्छ सर, हामी तपाईँलाई मिलाउँछौँ भन्नुभयो र मलाई केही अगाडि। धन्यवाद। आजको यस कार्यक्रमका विद्यार्थी भाइ बहिनीहरू ताली बजाउने ल, कता छौ? त्यसपछि कविता, त्यस्तै गरेर नाटकहरू, यी क्रमशः विविध खालका कार्यक्रमहरू हाम्रो साथमा छँदैछन्। मैले अघि नै पनि आउन उद्घोष गरिसकेको थिएँ। हाम्रो होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थी वार्षिक उत्सव तथा पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि, त्यसै गरी शिष्ट अतिथि, from class LKG dancing on a rhyme, and I would like to call Ritika Pandey to announce the name of participant dancing on the rhyme. The title of the rhymes is Clap Your Hands, and the participant brothers and sisters are Arun Rana, Adrian Rana, Isan Guru.
गुरुङ, सुहान सापकोटा, प्रियांश गुरुङ, युनिस आचार्य, सभ्यता अर्याल, ओसिम गुरुङ, रिस्मा रिमाल, सोनिया भुजेल, स्नेहा गुरुङ and Arya Shrestha. Thank you. Nani and Babu. The students dancing on this rhyme. Thank you for your beautiful dance. So here come the dance of class UKG on a rhyme again. And I'd like to call Pallavi Phagami to announce the name of the participants dancing on the rhyme. Happy
once again. म यहाँ अब यो पुरस्कार वितरणको कार्यक्रमलाई जोड्दैछु। हाम्रो कक्षा 9 सम्मको 2080 सालमा प्रथम द्वितीय तृतीय स्थान आउन सफल विद्यार्थीहरूलाई पुरस्कृत गरिने कार्यक्रम सकिसकेको छ। अब म कक्षा 10 को एसई प्रिपरेसन एक्जाम, त्यसै गरी एसई एक्जाम सेकेन्डरी एजुकेसन एक्जाम र कक्षा 12 को एसएलसी बहिनीहरूको घोषणा गर्दैछु र सम्बन्धित विद्यार्थी भाइ बहिनीहरूलाई पुरस्कार ग्रहण गरिदिनु नको लागि अनुरोध गर्दछु। यदि विद्यार्थी स्वयं उपस्थित नभएको खण्डमा सम्बन्धित अभिभावकहरू आएर आफ्नो छोराछोरीको पुरस्कार लिइदिनु हुन पनि म हार्दिक अनुरोध गर्न चाहन्छु। सर्वप्रथम थिइन् सहारा सेन ठकुरी। सहारा सेन ठकुरी एसई प्रिपरेसन र उक्त पुरस्कार वितरण गरिदिनु हुनको लागि विद्यालयका संस्थापक प्राचार्य श्री एकबहादुर गुरुङ सर र त्यसै गरी अबिर प्रदान गरिदिनु हुन विद्यालय सञ्चालक विद्यालयका शेयर सदस्य एवं शिक्षक मित्र दामोदर ढकाल सरलाई अनुरोध गर्दछु। कृपया सहारा सेन ठकुरी विद्यार्थी स्वयं उपस्थित नभएको जानकारी प्राप्त भएको छ मलाई। अभिभावक आएर आफ्नो छोरीको पुरस्कार ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। कृपया मञ्चमा आउनुहोला। र त्यसै गरी सोही परीक्षामा द्वितीय स्थान प्राप्त गर्न सफल विद्यार्थी थिए भाइ मुन्ना अन्सारी। मुन्ना अन्सारी बाबु कतै भए आफै आउन अनुरोध गर्छु, नभए कोही अभिभावक बुवा आमा दिदीहरू मध्ये कोही आउनुभएको छ भने मुन्ना अन्सारीको गार्जियनलाई उत्कृष्ट जिपिए सहित यस विद्यालयबाट शुक्ला गण्डकी नगरपालिकामा बोइज र गर्ल्स दुवैतर्फ हाम्रो विद्यालय प्रथम हुन सफल भएको कुरा प्रिन्सिपल सरले यहाँहरूलाई जानकारी गराइसक्नु भएको छ। र यहाँहरूलाई म थप जानकारी के गराउँछु भने हाम्रो संस्थागत विद्यालयतर्फबाट र सोही परीक्षामा हाम्रो समग्रमा हेर्दा द्वितीय स्थान दुईजनाको बराबर मुन्ना अन्सारी र सहारा सेन ठकुरीको बराबर थियो। सहारा चाहिँ छात्रातर्फबाट हाम्रो नगरपालिका टप गर्न सफल भएको विद्यार्थी छन् र सहारा सेन ठकुरीको द्वितीय पुरस्कार 3.91 जिपिए सहित नगरपालिकामा गर्ल्सको तर्फबाट टप गर्न सफल विद्यार्थीको अभिभावकलाई म पुनः मञ्चमा आमन्त्रण गर्दछु। अघिको पुरस्कार एसई प्रिपरेसन एक्जामको थियो र पुनः यो एसई परीक्षाको बोर्ड एक्जामको पुरस्कार र 3.96 जिपिए सहित फेरि पनि प्रथम स्थान प्राप्त गर्न सफल विद्यार्थी शिशिर अधिकारी। शिशिर अधिकारीका अभिभावक विद्यालयका शिक्षक मित्र श्री प्रसाद अधिकारीलाई छोराको पुरस्कार ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। अब म जान्छु क्लास 12 तर्फ। क्लास 12 मा 3.34 जिपिए सहित विद्यालयबाट थर्ड पोजिसन प्राप्त गर्न सफल विद्यार्थी अश्विन बानिया। त्यसै गरी सेकेन्ड पोजिसन प्राप्त गर्न सफल विद्यार्थी 3.41 जिपिए सहित सेकेन्ड स्थान प्राप्त भएको थियो सङ्गम श्रेष्ठलाई। सङ्गम श्रेष्ठ र सोही परीक्षा क्लास 12 को बोर्ड एक्जाम एनईबी को राष्ट्रिय परीक्षा बोर्ड को बोर्ड एक्जाममा टप गर्न सफल यो विद्यालयको तर्फबाट
प्रथम स्थान ओगट्न सफल विद्यार्थी अशिला श्रेष्ठ 3.54 GPA सहित फर्स्ट हुने विद्यार्थी अशिला श्रेष्ठ। अशिला र सङ्गम दुवै दिदीभाइ हुन् र यसरी दिदीभाइ प्रथम र द्वितीय स्थानमा आउन सफल भएका छन्। सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई बधाई दिँदै Now let's move on to today's next performance. It is the dance performed by the students of class 1, and I would like to call Smriti Khan to give a short brief about the song. मनिषा दिदीलाई मलाई यहाँ बोल्ने अवसर दिनुभएकोमा। अब नृत्य प्रस्तुति छ कक्षा 1 को भाइ बहिनीहरूको हो। सबै सन्तानको लागि आफ्नो बुबा सुपरम्यान जस्तो नै हुनुहुन्छ। उहाँ हाम्रो सबै जिम्मेवारी आफूमाथि बोक्नुहुन्छ। उहाँले हाम्रो समस्याको समाधान बनेर आउनुहुन्छ। अब यही सबै कुराहरू प्रदर्शन गर्दै नृत्यमा नाच्न आइरहनु भएको छ। स्मु थापा, योना गुरुङ, एस्लिन गुरुङ, दिपा धाना मगर, प्रार्थना पौडेल, दिकिसा गुरुङ, युबिना पुन, शिरिष राणा, अरब वाग्ले, मनिष गायक, प्रिया राणा, अनुपा राणा। गीतको बोल रहेको छ मेरो बाबा सुपरम्यान। बाबु उठ्न भने मलाई अफिस जान ढिलो भइसक्यो। आउँछु हेरेछु बाबा। तपाईको भाडा तिनी बेला भएको थियो। मेरो